नमस्कार, म एमी कर्मचारी आज उपस्थित भएकी छु। स्तन क्यान्सरको लक्षण कसरी थाहा पाउने, कसरी हामी आफैले डाक्टरकोमा पुग्नुभन्दा घरैमा बसेर चाहिँ जाँच गरेर कसरी थाहा पाउने भनेर उपस्थित भएकी छु। किन भन्दा धेरै दिदीबहिनीहरूलाई अहिले फोन आउँछ मलाई र सबैले कम्प्लेन गर्नुहुन्छ मलाई ब्रेस्ट क्यान्सरको जस्तै लक्षण छ तर हो कि होइन, यस्तो भयो भने के गर्ने, कतिजना चाहिँ डराउनुहुन्छ। डाक्टरकोमा जान नडराउनु होला, सबभन्दा पहिला सुरु त मेरो रिक्वेस्ट छ। किन भन्दाखेरि डाक्टरकोमा गएर डाक्टरले जाँच गरिसकेपछि नै हामीलाई थाहा हुन्छ यो सिस्ट हो कि ट्युमर मात्रै हो कि पानी फोको हो कि होइन, एकैचोटि क्यान्सर नहुन पनि सक्छ। त्योभन्दा पहिला पनि हामीहरूले चाहिँ जाँच पडताल गरेर चाहिँ हामीले थाहा पाउन सकिन्छ। यसको लागि चाहिँ कसरी जाँच गर्ने भन्दाखेरि हामी नुहाउँदाखेरि हामीले लुगा खोलेर हामीले हात यस्तो गरेर चाहिँ हात माथि यस्तो राखेर चाहिँ आफ्नो स्तनलाई हेर्ने। हेर्दाखेरि आफ्नो स्तन चाहिँ एउटा ठुलो, एउटा सानो, एउटा तल झुन्डेको, एउटा माथि बसेको त्यस्तो छ भने पनि हामीहरूले चाहिँ त्यसलाई चाहिँ अबनर्मल हो भनेर थाहा पाउन सकिन्छ। त्यसपछि यो दुईटा औँलाले हामी नुहाउँदाखेरि यो दुईटा औँलाले यस्तो गरेर चाहिँ एउटा क्लकवाइजमा यसरी चाहिँ हामीले जाँच्यो भने यहाँनिर भएको यो मासुको भित्र भएको गाँठाहरूलाई